मलाई त विश्वास पनि लाग्दैन नेपालमा विकास हुन्छ कि हुन्न भनेर। किनकि अहिलेका नेताहरू पनि कोसिस त गर्दै हुनुहुन्छ अब हामीले देखेअनुसार। तर पनि विकास हुनको लागि आमाबाले कति चिन्ता गरेको हुन्छ आफ्नो छोराछोरी राम्रो बनोस्, राम्रो बाटोमा लागोस्, हामीलाई पालोस् भन्ने हुन्छ होइन। त्यही सोचमा चल्दाखेरि ती नेताहरूले त्यो आफ्नो छोराछोरीलाई कतिसम्म कोसिस गरेको हुन्छ। त्यस्तै नेपाली जनताको लागि काम गर्यो भने चाहिँ पक्कै पनि विकास होला। नत्र भने चाहिँ त्यति धेरै विश्वास लाग्दैन क्या। अब धेरैचोटि चुनाव भयो, धेरैचोटि गरिसके, विचार गरिसके, एउटा गयो अर्को बन्ला भन्ने सोचो भोट हालो, फेरि अर्को बन्ला भनेर फेरि भोट हालो, फेरि त्यस्तै हुन्छ। तर पनि नेताहरूले चाहिँ जो चुनावमा उठिरहेको हुन्छ उनीहरूले चाहिँ मैले देशको लागि केही गर्नुपर्छ भन्ने सोच चाहिँ आफ्नो छोराछोरीमाथि कति विचार गरिरहेको हुन्छ। होस्टेलमा राखेर होस् या विदेश पठाएर होस् या पैसा जुटाएर होस्, धेरै किसिमले आफ्नो छोराछोरीको लागि राम्रो गर्न कोसिस गरिरहेको हुन्छ नि। त्यस्तै गरेर नेपाली जो नेताहरू उठिरहेको हुनुहुन्छ उहाँहरूले चाहिँ त्यसरी कोसिस गर्दा भने चाहिँ नेपालको विकास होला। नत्र भने त्यस्तै हो, सबै त्यस्तै नै हुन्छ। अब किनभनेपछि यति धेरै नेताहरू यति धेरै भोट हालेर नेताहरूको विचार पनि गरिसक्यो, तर विचार गर्ने भनेको आफूले आफूलाई हो। जो जनता नेताहरू भोट माग्दै गइरहेको हुन्छ उनीहरूले नै मैले कतिसम्म गर्न सक्छु भन्ने सोच चाहिँ आफ्नो छोराछोरीमाथि कतिसम्म गर्न सक्छु भन्ने विचार गऱ्यो भने चाहिँ बल्ल देशको विकास हुन्छ। होइन भने के भन्नु, आफ्नो लागि मात्रै सोच्ने, आफ्नो छोराछोरीको लागि मात्रै सोचौँ भने चाहिँ हुँदैन। आफ्नो लागि जति आफ्नो छोराछोरीको लागि सोचिन्छ त्यस्तै अरूको छोराछोरीमाथि पनि हामीले गर्नुपर्छ भन्ने सोच राखौँ भने चाहिँ देशको विकास पक्कै पनि हुन्छ। जय श्रीमन्नारायण।